शाकाहारी हुँ होइन। अब मेरो आँखाबाट भन्नुहुन्छ भने गाईको मासु के, त्यहाँ बाख्राको मासु के, चाहे कुखुराको मासु के, म कुनै पनि मासुको पक्षमा छैन। सुन्नुहोस् है, मान्छे मासु खान जन्मेको होइन, म कुनै पनि मासुको पक्षमा छैन होइन, एउटा कुरा। तर यो भन्दै गर्दा समाजमा मासु त खान्छन्, फेरि बजारमा मासु चल्छ, बिक्री वितरण हुन्छ भने त्यो त फेरि कि संविधानमा लेखिदिनु पऱ्यो होटलको मेनुमा जस्तो चिकनको मटनको यसको मात्रै खान पाइने भन्ने लेख्नु पऱ्यो। तर मासु खान पाइन्छ भने त किराको खाए पनि भयो, फटेङ्ग्राको खाए पनि भयो, मुसा बिरालो खाए पनि भयो, चिकन खाए पनि भयो, मटन खाए पनि भयो, गाई खाए पनि भयो, गोरु खाए पनि भयो। यसमा यति धेरै अतिरञ्जित गर्नु पर्यो म त केही पनि देखिदिनु पऱ्यो। यसमा जे खालले चाहिँ तपाईँले अहिले भयो कि अब ठ्याक्कै तपाईँलाई जे भन्नुभयो यसो त्यो बेच्यो भनेर चाहे त्यो विरोध समर्थनका कुरा जे जस्तो गाईको मासु खाने बेच्ने भनेर होइन। फेरि एउटा जेल सजाय हुन्छ भन्ने कुराहरू आएको थियो। एउटा कुरा के हो भने गाई राष्ट्रिय जनावर हो भने गोरुले चाहिँ के अपराध गरेको छ कि गोरु जनावर राष्ट्रिय जनावर होइन त? कुकुर पनि त राष्ट्रिय जनावर हो त। यो राष्ट्रभित्र भएका जनावर त सबै राष्ट्रिय जनावर हुन् होइन। बाख्रा पनि त राष्ट्रिय जनावर होला त। कुखुरा पनि त राष्ट्रिय पन्छी होला उसमा। त्यसैले के हो भने राज्यले आफू अनुकूल व्याख्या गरेर यो ठिक यो बेठिक भनिनु हुँदैन। तपाईँले बाख्रा खाएको ठिक हो भने त्यसले गोरु खाने कुरा पनि ठिक हो फेरि। यसलाई बुझ्नुहोस् है। तपाईँले चिकन खाने मटन खाने कुरा बाख्रालाई चिकन मटन भनेर कुखुरालाई चिकन भनेर जसरी परिभाषित गरेर त्यसलाई राम्रो देखाउन खोजियो भने तपाईँले मटन खाने कुरा ठिक हो भने त्यसले गाई खाने कुरा पनि ठिक हो फेरि। तपाईँले मटन खान पाउनुहुन्छ भने त्यसले पनि गाई खान किन नपाउनु त? कुकुर यसलाई रोक्नुपर्ने कारण के छ यसमा? विरोध गर्नुपर्ने कारण के छ यसमा? अच्छा कौन है ये लोग, कहाँ से आते हैं?